त्यो सरकारले नेपाली राष्ट्रियता केबाट त्यस्तो खतरा युक्त छ र तपाईहरुले वैदेशिक हस्तक्षेपको विरुद्ध हाम्रो राष्ट्रियता कसले हस्तक्षेप गरिरहेछ नेपाललाई? अमेरिकी साम्राज्यवाददेखि लिएर विश्वका कुनै पनि चाहिँ स्थितिमा हाम्रो देशलाई जुनसुकै बेला हमला गर्न सक्छन्। त्यो हामीले विश्वका चाहिँ धेरै घटनाहरूबाट देखिराखेका छौं। तपाईलाई लाग्छ अमेरिकाले नेपाललाई हमला गर्छ? अहिले नै गर्छ गर्दैन भन्ने कुरा हामी सबैले कसैले ग्यारेन्टी गर्न सक्ने कुरा होइन। अहिलेसम्म हामीले भविष्यमा केही हुँदैन भनेर देशमा चाहिँ देशको रचिहाल्ने राष्ट्र सीमा सुरक्षा बलमा खटायो भने, सीमा सुरक्षाको बलमा हामीलाई खटायो भने, राष्ट्रिय सेना बनाएर खटायो भने इन्डियाको बोर्डरमा पनि जान सक्छौं, चाइनाको बोर्डरमा पनि जान सक्छौं, जापान जान सक्छौं। इन्डियाको बोर्डर हुन्छ किनभने इन्डियाबाट हाम्रो सीमाना अतिक्रमण भइराखेको छ। दार्चुला कालापानी यो नेपाली कांग्रेसकै शासनकालमा यस्तो भयो। उहाँहरुको यो बुद्धिले गरी खाँदैन। उहाँहरुकै बुद्धिले गर्दा यो नेपाली कांग्रेसको बुद्धिले गर्दा देश यो उहाँहरुको छाती रहन्छ के वास्तवमा के लड्न सक्छन्। विद्यार्थी भाइले भन्नुभयो मेरो अंकलको जग्गा मिच्यो डोजर लगाइदियो इन्डियन बन्छन् भने बस, हैन भने जा भनिदियो। यस्तो खालको चाहिँ एकदम दुर्भाग्य नेपाली नेवलपरासीको सुस्ता दार्चुला कालापानीतिर छ। यस्तो खालको अवस्थामा हामी चाहिँ यतै जान्छौं बरु सुरक्षा गर्न। तर प्रकाशजी हजुर तपाईलाई सीमा सुरक्षामा पनि पठाएन त्यतिखेरको सरकारले, सडक बनाउन पठायो भने जानुहुन्छ? यसको लागि त मैले दुईवटा भनिसकेको छु, सुरक्षा र विकासको लागि पनि जान्छु, म तयार छु। हस्, धन्यवाद प्रकाशजी। मेरो नाम सुनिता गौतम सिर्जना हो। मुख्य गरी 10 वर्ष हामीले लड्यौं र यो 10 वर्षको बीचमा हामीले राष्ट्रियताको हितको निमित्त, राष्ट्रियताको संरक्षणको निमित्त र जनताको हितको निमित्त हामीले संघर्ष गर्यौं र त्यो उद्देश्य जुन थियो हाम्रो पूरा भएको छैन। त्यो उद्देश्य पूरा गर्नको निमित्त हजारौं हाम्रो साथीहरूले बलिदान गर्नुभएको छ। त्यो बलिदानको जगमा टेकेर हामी राष्ट्रियताको रक्षाको निमित्त राष्ट्रिय सेनामा समावेश भएर अझै पनि हजारौंको संख्यामा आवश्यक परे राष्ट्रियताको निमित्त बलिदान गर्न तयार छौं। नमस्कार, मेरो नाम देवी प्रसाद ढकाल रविन्द्र हो र हामीसँग अहिले भएको सिप ज्ञान क्षमता पनि लडाइँकै विषयहरू हुन्। त्यो हिसाबले गर्दाखेरि हामीहरू लड्नै चाहन्छौँ अथवा सेनामा हामी जान चाहन्छौँ। तर तपाईहरु त राजनीतिक रूपमा प्रशिक्षित छन्, सेना त त्यस्तो छैन। नेपाली सेना त सेना पनि राज्यमा प्रशिक्षित हुन्छ किनकि यहाँ पहिलाको जुन अहिले हामीले भनेर नेपाली सेना पनि जुन राज संस्थाको चाहिँ जुन वकालत गरेर जुन बसेको थियो ऊ पनि त्यहाँ थियो प्रशिक्षित। भन्दा हामी लडेका थियौँ पार्टीको योजनामा, देशको निम्ति हामी लडेका थियौँ, न कि हामी हाम्रो पार्टी छुट्टै देशको विरुद्ध हामी लडेका थिएनौँ। त्यो हिसाबले गर्दा पनि हाम्रो लडाइँ देशको पक्षमा थियो भनेदेखि हामी सेनामा जान चाहन्छौँ। हामी यो तयारीमा बसिरहेको 10 वर्ष हामी नेकपा माओवादीप्रति वफादार रह्यौं र हामी यो अभ्यासमा छौं कि हाम्रो सम्झौतामा के उल्लेख छ भने नेपाली सेनाको लोकतान्त्रिकरण र माओवादी लडाकुहरूको चाहिँ व्यावसायिकरणको प्रश्न समायोजनको तयारीको निमित्त र नयाँ राष्ट्रिय सेनाको तयारीको निमित्त बनाइएको हो। त्यसकारण हामी व्यावसायिकरण हुँदै राष्ट्रको नीति अनुरूप अगाडि बढ्नको निमित्त हामी तयारी। त्यतिखेर तपाईहरु प्रचण्ड राष्ट्रपतिप्रति अथवा नेपालप्रति कांग्रेस सरकार आयो भने हामी नेपालको राष्ट्रिय नीति जे हुन्छ त्यो अनुरूप आफूलाई वफादार ठान्छु त्यति बेला। तर अहिलेसम्म सरकारको जुन अघिल्लो सरकारको जुन व्यवहार थियो त्यो अनुरूप चाहिँ हामीले आफूलाई सरकारी अथवा राष्ट्रको भनेर अनुभूति गर्न सकेनौं। तर यो हाम्रो क्यान्टोनमेन्टको बसाइ त्यसैको अभ्यास हो। हस्, धन्यवाद तपाईको विचारका लागि। म जितनारायण श्रेष्ठ, म नेपाल विद्यार्थी संघ चितवनको जिल्ला अध्यक्ष। मेरो घर शक्तिखोर पर्छ। अब 20,000 भन्ने गरिन्छ। 20,000 सेनाहरूले वास्तवमा यो देशको मुक्तिको लागि भन्दा पनि उहाँहरूको पार्टीको निर्देशन अनुसार पार्टीले जे भन्यो त्यो गर्दै अहिलेसम्म आउनुभयो। त्यो कारणले के हो भने माओवादीका सेनाहरूलाई पार्टीको कुन तहमा छन् प्रमोसन गर्दा हुन्छ, हाम्रो आपत्ति छैन। गाउँ समितिमा छ भने जिल्ला समितिमा लगे हुन्छ, हाम्रो आपत्ति छैन। हामी उहाँहरूको पार्टीका कार्यकर्ताले कसरी सेना समायोजन गर्दा चाहिँ केमा आपत्ति रह्यो त? त्यसो भए हाम्रो आपत्ति के हो भने कुनै एउटा पार्टीका कार्यकर्तालाई यदि सेनामा लाँदै गर्ने हो भने सेना करिब 1 लाख जुन सेना नेपालमा छ यही सेनालाई कमरेड प्रचण्डकै भनाइअनुसार धेरै भयो भनेर उहाँहरूले पहिलादेखि नै राखिराख्नुको भएको कुरा यो धेरै भयो, अझै घटाउनु पर्छ भन्ने। अहिले के हो भने अनि यो 20,000 अहिले माओवादीका सेना थप्ने, तराईमा आन्दोलन गरिरहेछ, ती तराईका सेना बनाछन् तिनीहरूलाई थप्ने। अनि यो गर्दै जाँदाखेरि नेपाली सेनाको भविष्य के हुन्छ, सिङ्गो नेपालको भविष्य के हुन्छ, यसमा तपाईलाई लागेको चाहिँ लगभग 20,000 माओवादी सेनालाई के गर्नुपर्छ त? हामीले के हो भने एक त माओवादीका सेनाहरू माओवादीका कार्यकर्ता हुन्। उनीहरूका कार्यकर्ता के हो भने हरेक पार्टीका कार्यकर्ता छन्। हामी पनि कांग्रेसका कार्यकर्ता हो। हाम्रो विषयमा सोच्ने दायित्व कांग्रेसको हो, माओवादी सेनाको विषयमा सोच्ने दायित्व माओवादीको। त्यो कारणले के हो भने सबैभन्दा पहिला के हो भने अहिले माओवादीको सेनालाई कहाँ राख्ने माओवादीका चिन्ताको विषय हो। राष्ट्रिय हकमा भन्यो भने तर तपाईहरुको नेताहरूले त त्यहाँ हस्ताक्षर लामो गर्नु भएको छ नि त, माओवादीको सेनालाई समायोजन गर्ने भनेर। हामीले के भन्यौं भने जुन त्यहाँ हस्ताक्षर गरियो हामी के हो भने माओवादीका 20,000 हैन 30,000 लडाकुहरू नेपाली सेनामा जाओस्, तर योग्यता र क्षमताको आधारमा। हस् जितनारायण जी, अब हामीलाई कति चाहिन्छ भन्ने कुरोमा
सैन्य रणनीति के हुन्छ विशाल विशाल छिमेकीहरूको बिचमा छौँ अब भोलि आयो अनि लड्न आयो भने हामी सक्दैनौँ भनेर आत्मसमर्पण गर्ने कि जति सकिन्छ लड्ने भन्दा लड्नुपर्छ भन्ने नै हुन्छ होला सायद आफ्नो स्वाभिमानको लागि त्यसको लागि कस्तो रणनीति भन्दा जस्तै हामी विश्वका थुप्रै देशहरू देखेका तपाईँ इजरायल देख्नुहुन्छ फ्रान्स देख्नुहुन्छ स्विजरल्यान्ड देख्नुहुन्छ त्यहाँ चाहिँ स्ट्यान्डिङ आर्मी रेगुलर आर्मी निकै सानो सङ्ख्यामा छ तर हरेक 18-25 उमेरका सबै युवा युवतीहरूले अनिवार्य 6 महिना तालिम लिन्छ सबै सेना देशलाई आइपर्यो सेना चाहिँ कति जति चाहिन्छ हो हामीलाई हाम्रो अध्यक्ष कमरेडले अहिले प्रधानमन्त्रीजीले 20 देखि 30 हजारले पुग्छ भन्नुभएको थियो त्यसको लागि एउटा राजनीतिक सहमति बनाएर हामी गरिब देश छौँ धेरै आर्थिक व्यवहार बेहोर्न सक्दैनौँ ठुलो रकम चाहिँ विकास निर्माणमा जनताको पक्षमा जाओस् सेना सानो सङ्ख्यामा होस् तर फेरि हाम्रो देश कसैले मिच्न आयो भने त लड्नु त पर्यो देश बचाउनु पर्यो घर बचाउनु पर्यो के गर्ने भने सबै नागरिकमा त्यो चेतना दिनको लागि 18-25 उमेरका सबै युवा युवतीहरू आफूलाई सेना आफ्नो देशको रक्षक ठान्नु पर्यो त्यो खालको भनेपछि तपाईँहरूकोबाट पनि निश्चित सङ्ख्या घटाउने र नेपाली सेनाबाट पनि यति घटाएर तपाईँले भन्नुभएको जस्तो नियमित सेना बनाऊ भन्ने प्रस्ताव राख्न सक्नुहुन्छ सक्छौँ हामीले त पहिले वार्ताको सिलसिलामा पनि राखेको त्यस्तो कुरो हो प्रस्ताव आयो भने तपाईँहरू मान्नुहुन्छ हामी मान्छौँ विनय चन्द तपाईँलाई त माओवादी सेनाले त कुखुराको चल्लाको मुटु भएको र कुम्भकर्ण जस्तो निधाएको भनिदिए नि कुरा के छ भने उहाँ भाइलाई अलिकति इतिहास पढ्नको लागि सल्लाह दिन्छु अलि अध्ययन गर्नको लागि उहाँलाई थाहा नै छैन त्यो कालापानी कहिले कब्जा भएको जब यो कुरा थाहा नै छैन भने बोल्ने किन अर्को कुरा को चल्ला चुप लाग्नुहोस् तपाईँले बोलिसक्नुभयो शान्त रहनुहोस् तपाईँ आफ्नो भनिसक्नुभयो त्यस कारणले पहिला त अध्ययन गर्नुपर्छ अध्ययन गरेर इतिहास थाहा पाउनुपर्छ बोल्न पाएँ भनेर जेही बोलेर त्यसको कुनै अर्थ पनि हुँदैन त्यस कारणले म भाइसँग बडा साग्रह अनुरोध गर्दछु अलि इतिहास पढ्नुहोस् अनि त्यसपछि के छ भने चल्लाको छाती त कसको छ त्यो त अब आउने टाइम बताउला र अहिले अब थाहा हुँदैछ होइन त्यस कारणले त्यो आत्तिनु पर्ने कुरा छैन भाइहरू हो त्यो आत्तिनु पर्ने कुरा छैन अब देखिँदैछ चल्लाको छाती र कुखुरे छाती कसको छ भनेर आफ्नो आङमा भैँसी नहेर्ने अर्काको आङमा जुम्रा हेर्ने भन्या झैँ पहिला आफ्नो आङ हेर्नुहोस् ताली बजाउनु भन्दा पहिला पनि आफ्नो कुरा सोच्नुहोस् आफूलाई हेरिहाल्नुहोस् नेपाली सेनामा जाँदैनौँ राष्ट्रिय सेना यो देशको नाम के हो नेपाल हो नेपाल राष्ट्र हो यस कारणले नेपाली सेना नै राष्ट्रिय सेना हो यस कारणले यस्ता कुरा कन्ट्रडिक्टी कुरा नगर्नुहोस् भाइहरू यस्तो खालको विवाद कसरी समाधान होला त कसरी अघि बढ्न पर्ला हेर्नुहोस् यस्तो खालको हेर्नुहोस् पहिला त मैले सुरुमा भनेको थिएँ तपाईँहरूलाई विवाद छैन किनभने पहिला 7 दलले बसेर एउटा सहमतिहरू